खुसियाली भइरहेको छ र क्याप्टेन साहबले पनि अलिअलि मुस्कान दिँदै हुनुहुन्छ मन्द मन्द। हामी जाँदैछौँ, तल देख्न सक्नुहुन्छ फाक्दिङ हुँदै हाम्रो नाम्चे मासतिर एकदम तल तल बस्तीहरू। हेलो गाइज, हामी चाहिँ अहिले दिङबुजेदेखि चाहिँ हामी माथि लबुजेसम्म जाँदैछौँ। यहाँबाट हामी थुक्लामा लन्च गरेर हामी आजको क्याम्प चाहिँ माथि लबुजेमा हुनेछ। लन्च खाएर थुक्लादेखि माथि लबुजे जाँदैछौँ। अलिअलि हिउँ परिरहेछ, ठिकै छ। ओकालोको पनि महा ओकालो यो माथि त पुरै त्यो डाँडा कटेर जानुपर्ने छ। फाइनल्ली हामी अब चाहिँ थुक्लाको ओकालो कटेर लबुजेको यात्रामा छौँ सरसँग। तपाईँलाई ओकालोको अनुभव कस्तो छ? संसारभरिका पागलहरू ठाउँ काम छैन सालको। हामी चाहिँ लबुजेमा आइपुग्यौँ। माथि देख्न सक्नुहुन्छ। गुड मर्निङ फ्रम लबुचे। हामी चाहिँ लबुजेदेखि गोरप्सेको यात्रामा छौँ। हिउँ परिरहेछ, पछाडि आउँदै हुनुहुन्छ सर। हेलो सर, हिउँको अनुभव कस्तो गर्नुभएको छ? सर हेलो सर। विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर पछाडि तपाईँहरू देख्न सक्नुहुन्छ। हामी आइपुग्यौँ। अब 5-10 मिनटमा हामी त्यहाँ पुग्छौँ। एकदम आज चाहिँ हिउँ परेको छ, त्यही भएर मौसममा एकदम क्लियर छैन र यस्तै देखिरहेछ। लगभग 5 घन्टा हिँडिसके पश्चात हामी यो एभरेस्ट बेस क्याम्पमा आइपुग्न लागेका छौँ। अझै पनि लगभग 15 मिनट जति लाग्छ। एकदम हिउँ परिरहेछ। एभरेस्ट बेस क्याम्पको आधार शिविर तपाईँहरू देख्न सक्नुहुन्छ। अझ एकदम कुहिरोले ढाकेको छ। यहाँ 1000वटा भन्दा बढी टेन्टहरू छन्। यो एक्सपिडिसन सगरमाथा चढ्ने व्यक्तिहरूले यहाँ चाहिँ क्याम्प खडा गर्नेछन्। अब एक्सपिडिसन ग्रुपहरूको हो यो। एकदम राम्रो छ। फाइनल्ली गाइज, हामी चाहिँ एभरेस्ट बेस क्याम्पमा आइपुगेको छौँ। अनि हाम्रो सर यहाँ हुनुहुन्छ। दुःख कष्ट भए पनि जस अहिले हामी यहाँ आइपुगेर चाहिँ विश्वको सर्वोच्च शिखर आधार शिविर सगरमाथाको एभरेस्ट बेस क्याम्पमाको उसमा छौँ सर। सबै यो एक्सपिडिसन ग्रुपहरूको यो आफ्नो आफ्नो टेन्ट हो। अनि एकदम यहाँबाट चाहिँ सगरमाथा आधार शिविर प्रवेश गर्नेछन् सबैजना। जो पनि सगरमाथा आरोहण गर्न आउनुहुने आरोहीहरू चाहिँ यहीँबाट चाहिँ माथि जानुहुन्छ, चढ्नुहुन्छ। यस्तै यस्तै टेन्टहरू छन् तलतिर। आफ्नो आफ्नो कम्पनीको टेन्ट छ। यहीँबाट चाहिँ सगरमाथा सब्मिट गर्ने सबैजना। यस्तो ग्लेसियरहरू छन्। मासतिर चाहिँ एकदम हिउँले र बादलले ढाकेर केही पनि देखिँदैन। यही माथिबाट जाने सगरमाथा आवाज चढ्ने। एभरेस्ट बेस क्याम्प पुगेर हामी फर्किँदैछौँ। यता गोरप्सेप हुँदै ब्याक टु हाम्रो आजको डेस्टिनेसन चाहिँ लबुजेसम्म हो। पुग्न लागेका छौँ। यस्तै हिउँ परिरहेछ। हिउँ यस्तो छ है, लबुजे पुग्ने बेलामा हामी गोरप्सेदेखि सर हुनुहुन्छ माथि। अहिले त उहाँ एकदम ठिक हुनुहुन्छ है सर। आइ एम विथ हिमालयन याक। यस्तै छ उकालो। हिमालयन ट्रान्सपोर्ट चाहिँ यस्तरी हुन्छ है हाम्रो सोलुखुम्बु हिमाली जिल्ला जहाँसुकै यस्तै हुन्छ। यो चाहिँ थुक्ला ओह्रालो है। हामी लबुजेदेखि 1.5 घन्टा हिँडिसकेपछि हामी थुक्ला ओह्रालो आउँदैछौँ। यहाँ तल देख्नुहुन्छ उही बस्ती चाहिँ थुक्ला हो। अनि त्यहाँबाट फाइनल्ली हामी थुक्ला आइपुगेको छौँ। यहाँ तल देख्नुभएको घरै थुक्ला हो। ओह्रालो आधी घन्टा झरेपछि आइपुगेका छौँ हामी। अब फिरिजे जान्छौँ यहाँबाट हामी। फाइनल्ली गाइज, हामी फिरिजे आइसकेका छौँ। अब यहाँबाट हामी लुक्लाको यात्रा तय गर्छौँ। केही समयपछि हामी हेलीमा लुक्लामा झर्नेछौँ। फाइनल्ली हामी चाहिँ लुक्ला जाँदैछौँ। फिरिजेदेखि लुक्ला। हाम्रो यात्रा सुरु भइसकेको छ। हामी तल झर्दैछौँ। हाम्रो
क्याप्टेन साहबले एकदम राम्रो तरिकाले चलाउँदै हुनुहुन्छ। हामी फिरिजदेखि लुक्लासम्मको हाम्रो यात्रा र यहाँ लुक्ला आइपुगेका छौँ हामी फाइनल्ली गाइस तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि हेलिप्याडमा हामी आइपुगेको छौँ। एकदम रमाइलो तरिकाले हामी खुसीका साथ यहाँ ल्यान्ड भएको छ। हामी आइपुग्यौँ एकदमै यसरी हाम्रो एभरेस्ट बेस क्याम्प ट्रिप चाहिँ लुक्लासम्म सकियो। सबैजनालाई विशेष धन्यवाद।